कहिले कामले नमिल्ने, कहिले कलेजले, कहिले भिजाले र कहिले पैसाले। यी सबै कारणले गर्दा वर्षौसम्म घर फर्किन सकेन, तर मन भने सधैँ त्यही थियो, नेपालमै। आज करिब 4 वर्षभन्दा बढीपछि म फर्किँदैछु, आफ्नो देश, आफ्नो माटो। विदेशमा बस्दा धेरै कुरा पाइन्छ, सुविधा, पैसा, अवसर, तर एउटा कुरा कहिल्यै पाइँदैन, आफ्नो ठाउँको माया र आफ्नोपन। र आज त्यो खालीपन पुरा हुन जाँदैछ। अहिले म छु काठमाडौँमा, नेपालको मुटु। यो सहर केवल राजधानी मात्र होइन, यो इतिहासको किताब हो जहाँ हरेक गल्लीले कथा सुनाउँछ। यहाँका मन्दिरहरू, दरबारहरू, पुराना संरचनाहरू सबैले नेपालको पहिचान बोकेका छन्। अब काठमाडौँमा केही समय बिताइसकेपछि म लाग्दैछु सुदूरपश्चिमतिर। तराईको बाटो हुँदै चिसापानी, मेरो घर, मेरो जन्मस्थान। त्यो ठाउँ जहाँ मैले पहिलो पटक हिँड्न सिकेँ, पहिलो पटक बोलेँ, पहिलो साथी बनाएँ र जीवनका सबैभन्दा सच्चा निश्चल यादहरू सङ्कलन गरेँ। राजधानीबाट चिसापानी पुग्न सजिलो भने पक्कै पनि छैन। बाटो बने तापनि रोडबाट जान 18 घन्टाभन्दा बढी लाग्ने गर्दछ। लामो यात्रा, थकाइ पनि हुन्छ, त्यसैले म फ्लाइट लिँदैछु। काठमाडौँदेखि नेपालगञ्ज 55 मिनट, त्यसपछि नेपालगञ्जदेखि चिसापानी करिब 3.5 घन्टामा बसमा सजिलै पुग्न सकिन्छ। यो हो चिसापानी, कैलालीको एउटा महत्त्वपूर्ण स्थान जसले 2 प्रदेश जोड्छ, लुम्बिनी र सुदूरपश्चिम। यो कर्णाली पुल 1993 मा बनेको हो, नेपालकै पहिलो केबल स्टेट ब्रिज। तर सोच्नुहोस्, पुल बन्नु अघि मानिसहरू डुङ्गाबाट नदी पार गर्थे। त्यो समयको सङ्घर्ष, त्यो समयको जीवन, डोटी, बैतडी, डडेलधुरा जस्ता पहाडी जिल्लाबाट नुन, खाद्यान्न ओसार पसार यही बाटोबाट हुने गर्दथ्यो। त्यहाँ चाहिँ प्योर प्योर कर्णाली माछा यस्तो ठुलो हुन्छ, भर्खरै पोखरीको चाहिँ अलग्गै थाहा हुन्छ। यो चाहिँ कर्णालीको प्योर हो। टाउको चाहिँ एकदम बेस्ट हुन्छ, बेस्ट है। टाउको चाहिँ आउनु होला, यो खोजेर पनि पाइदैन। टाउको चाहिँ एकदम सेवा गर्ने मौका दिनु होला। यो चाहिँ एकदम हात खुट्टा, हड्डी खुट्टाको अनि यस्तो माथु हुन्छ नि, खुट्टा हात जोड्ने दुखाइको चाहिँ यो क्याल्सियम एकदम राम्रो। यसको तेलै लगाए पनि सन्चो हुन्छ, तर यो खाएपछि चाहिँ तेल भइहाल्छ, हड्डी हड्डीमै पस्ने भयो नि तेल। कर्णालीको चिसो र सफा पानीमा पाइने असला र सहर माछा यहाँका मुख्य आकर्षण हुन्। यी माछाहरू प्राकृतिक रूपमा नदीमा पाइने हुनाले यिनको स्वाद अन्य फार्मका माछाभन्दा धेरै फरक र मिठो हुने गर्दछ। विभिन्न चाडपर्व तथा नयाँ वर्षका दिन यस पुलमा पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। चिसापानीको प्रसिद्ध ठाउँमध्येको एक अर्को ठाउँ हो पितमारी रक गार्डन। चिसापानीको मुख्य बजार र पुलभन्दा केही पर रहेकाले यो ठाउँ पिकनिक खान, पारिवारिक भ्रमण र शान्त समय बिताउन चाहनेहरूका लागि उपयुक्त छ। तिहारमा देउसी भैलोको रमाइलो सकिएसँगै विभिन्न ठाउँबाट साथी भाइ परिवार जम्मा भई रमाइलो जमघट र पिकनिक खान आउनेको भिड कर्णाली चिसापानीमा यो साल पनि उत्साहजनक देखिएको छ। सन्डेजय पितमारीमा रहेको रक गार्डनमा हरेक साल जस्तै यो साल पनि उत्तिकै भिड देखिन्छ। रक गार्डनमा आन्तरिक पर्यटकहरू कर्णाली नदीको मनोरम दृश्यसँगै प्रकृतिसँग रमाउन आउने गर्दछन्। पितमारीमा मात्र नभए यसपालि पिकनिक खानेको भिड बजारमा रहेको ठूलो अफिसमा पनि उत्तिकै भिड देखिन्छ, जहाँ ठूलो खाली मैदान छ। खानेपानीको व्यवस्थापन देउराली खानेपानीले गरेको छ भने सहज पार्किङ र कर्णाली नदी र टाढाबाट भए पनि कर्णाली पुलको सुन्दर दृश्य यस ठाउँबाट देख्न सकिन्छ।
कर्णालीको बगरमा रहेको खैरेनी यो ठाउँको आर्यघाट हो, जहाँ जीवनको अन्तिम यात्रा पुरा गरिन्छ। यो ठाउँले जीवनको वास्तविकता सम्झाउँछ। अहिले चिसापानीबाट राजकाडा जाने ट्रेकिङ निकै लोकप्रिय बन्दैछ। करिब 6 किलोमिटर उकालो यात्रा 1600 मिटर उचाइमा रहेको यो ठाउँ सुदूरपश्चिमको रानीकोट भनेर चिनिन्छ। ऐतिहासिक रूपमा यो क्षेत्र पहिले राजाहरूको सामरिक स्थान थियो। पैसा फल्ने रुख नेपालमा कर्णाली पुल देखिन्छ। कर्णाली पुलको केही अंश चाहिँ देखिन्छ यहाँबाट। कर्णाली पुल यता यो चिरा परेको कर्णाली नदीले रमणीय दृश्य छ। आज अलि हुस्सो लागेको हुनाले अलि दृश्य अलि धमिलो खालको आइरहेछ। अब हामी यो चेक पोइन्ट ठ्याक्कै यसमा यो चाहिँ एउटा चौतारा चिनेको ठाउँमा पुगिसक्यो। देखियो एउटा टावर चाहिँ बाटोमा पर्दो रहेछ। फेरि ठाउँमा टावरहरू बनाएर केबल कारको काम चाहिँ द्रुत गतिमा भइरहेछ। के को तयारी हो यो? यो हाम्रो डिनरको लागि तयारी। त्यो तामझाम त धेरै छ त यार। के हालिस्? हड्डीवाला नहाल्न, लोकल कुखुराको हड्डी नहाल। बन्देल पोलाहरू बन्देल पोलाउ। अहिले बन्देल खाउँ, साँझ लोकल कुखुरा खाउँ। त्यो कुखुरा छिन्। यहाँबाट देखिने दृश्य अपी र सैपाल हिमाल, तराईका फाँट र कर्णाली नदी साँच्चै मनमोहक छन्। सूर्योदय र सूर्यास्त यहाँको मुख्य आकर्षक हुन् र स्थानीय होमस्टेमा बस्दा संस्कृति नजिकबाट अनुभव गर्न पाइन्छ। अहिले यहाँ केबल कार बन्ने परियोजना पनि अघि बढिरहेको छ र स्थानीयका अनुसार वैशाखबाट सञ्चालन हुने सम्भावना पनि छ। चिसापानी नजिकै रहेको यो बर्दिया राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा ठुलो र कम अन्वेषण गरिएको निकुञ्ज हो। सन् 1968मा शिकार आरक्षबाट सुरु भएर 1988मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो। यहाँ पाइने मुख्य जनावरहरू पाटेबाघ, हेक्सिङे गैडा, जङ्गली हात्ती, घडियाल गोही र गङ्गेटिक डल्फिनहरू प्रसिद्ध छन्। 400 भन्दा बढी चराचुरुङ्गीका प्रजाति यो ठाउँ जैविक विविधताले भरिएको छ। यहाँ जङ्गल सफारी, क्यानोइङ र थारू संस्कृति अनुभव गर्न पनि सकिन्छ। चिसापानी प्राकृतिक रूपमा सुन्दर, ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ भने मेरा लागि भावनात्मक रूपमा अमूल्य छ। Thank you for watching. See you on another video.